Hello everyone, welcome back to my channel Soed Vlog. आज चाहिँ गाइज म पोखरादेखि काठमाडौँसम्म ट्राभल गर्दैछु है। सो नाइट बसमा स्लिपरी अब कस्तो हुन्छ एक्सपिरियन्स म हजुरहरूलाई देखाउने छु है त। मैले अहिलेसम्म स्लिपरीमा ट्राभल गरेको छैन, आज फर्स्ट टाइम हो। लेट्स सी कस्तो हुन्छ के हुन्छ, सँगै हेरौँ है त। रातिको यात्रा के हुन्छ, मस्त सुतेर जाने प्लान छ। अब कस्तो हुन्छ के आइपर्छ है, त्यो सब हामी मिलेर हेरौँला है त गाइजहरू। स्टे ट्युन। ड्राइभरले यार 9 बजेको गाडीलाई 8 बजे आउँछ भनेर लगाइदिएर अहिलेसम्म आएन। यहाँ कुरेको कुरै भयो यार। पोखरामा फेरि पानी परेछ, यस्तो छ पानी परेर पानीमा भिज्दै गाडी कुर्दैछ। यत्रो गाडी छन्, यत्रो गाडीको लाइन छ, आफूलाई चाहिने गाडी आउँदैन यार। ल फाइनल्ली यत्रो वेट पछि आयो ल मेरो बस। अब टक्क जानुपर्छ, हेर्नु पऱ्यो के कस्तो छ। बल्ल बल्ल आयो यार, 8 बजे भनेर 8:30 बजे आयो। इट्स फाइन, ठिकै छ। ल यही हो त बस चाहिँ, इन्टरसिटी एडभेन्चर। ल यसमै जाने हो। ल गाडी चाहिँ यस्तो छ। म चाहिँ लास्टतिर जाने हो है। यतैतिर यस्तो हुँदो रहेछ है त। अलिकति बस्दाखेरि चाहिँ कन्जस्टेड हुँदो रहेछ। सुत्दा त दर्शनले राम्रो छ। चार्जिङ पनि छ, एसी छ, लाइट छ। खानेकुरा यस्तो चिप्स र कोक लिएको छु। पानी परेर चिसो चिसै छ, एकदम ठिक छ, कम्फर्टेबल छ सुत्नलाई। उठ्दाखेरि चाहिँ हल्का टाउकोमा यहाँ पुग्दैन रहेछ। म अलि तल्नेलाई पनि अलि अल्कोलाई त गाह्रै हुँदैछ। बाहिर पानी परेर यस्तो छ अवस्था। माथिबाट यस्तो देख्दो रहेछ। कहाँ माथि सुते कस्तो भनेको, पानी परिरहेछ पोखरामा। अब म चाहिँ सुतेँ, टक्कसँगले सुतेर जानु लाग्यो है त। अहिलेसम्म चाहिँ मजा आइरहेछ है त। माथि हाइटमा सुतेर हिँड्दा पिचमा सर र म अहिले कच्ची आइसी के हुन्छ कसो हुन्छ थाहा छैन। अहिलेसम्म चाहिँ गुड नै छ स्लिपरले। मजा मजा आउँदैछ गुड एक्सपिरियन्स। मैले के बटन थियो म सब सेयर गर्दै जान्छु नि। सो नेक्स्ट टाइम तपाईँहरूलाई पनि आउनु पऱ्यो भने सजिलो हुन्छ है त। झ्याल यत्रो टक्कै यत्रो सानो हुन्छ, यहाँबाट बाहिर हेर्न मात्रै मिल्छ। यता चाहिँ सुत्ने भइहाल्यो। अब यता पर्दा खोलेपछि त सबै यता देखिहाल्छ। पर्दा लाउने, बाहिरको सिन हेर्न पऱ्यो भने सुतेर मजाले देखिन्छ। त्यही हो। खाना खानालाई रोकेको छ क्यारे। म चाहिँ खाना नखाने भएर गइलो। त्यही भएर यहाँ सुत्न लागेको। अब मुभी हेरेँ एकैटा, अब चट्ट सुत्छु। अब एकैचोटि भोलि बिहान भेट हुन्छ होला है त। बिचमा उठ्यो भने उठिहालेँ। खाना घरमै खाएर आएको भएर खाइनँ मैले चाहिँ। अब यहाँ चाहिँ खाना खान रोकेको रहेछ, आफूलाई काम भएन। सो गुड नाइट गाइज है त। ल सी यू टुमरो मर्निङ। खाना खान रोकेको ठाउँ यो बसभित्रबाट खिचेको। म चाहिँ उठिनँ। गुड मर्निङ गाइजहरू। मस्तो सुतेर काठमाडौँसम्मै पुगौँ भनेको। मुभलिन पछि त सुत्नै गाह्रो रहेछ यार। एकदमै हल्लाएर कहाँ सुत्नु। स्लिपरीमा एकदम पिच रोडमा मात्रै ठिक रहेछ। यो कच्ची रोड लास्ट झ्याउ रहेछ।
चाँडै आइपुग्यो र यहाँ रोकेर राखे ल 4 बजेसम्म रोक्छ अरे अनि बल्ल जाने त्यही गरिदियो हुन्छ त्यहाँ समुद्र छैन यस्तो रहेछ उहाँबाट चाँडै चाँडै आयो अनि अब 3 बजे थानकोट डाँडा कटिसकेपछि त्यही भएर यहाँ थानकोट कटेर टक्क रोकेको छ 1 घन्टा रोक्छ अरे 4 बजीसम्म अनि त्यसपछिबाट बल्ल यहाँबाट जान्छ आइपुग्यो काठमाडौँ